नमस्ते सबैलाई, तपाईँलाई फेरि पनि स्वागत छ मेरो 60 डेज डिसिप्लिन च्यालेन्ज। र साथीभाइहरू आज पनि म उठ्न सकेँ हो। र मैले चाहिँ बिहान बिहान के देखेँ हेर्नुहोस् न, यहाँनिर गुड लक हेर्नुहोस्, ड्याममै छ गुड लक है। फर्स्ट गुड लक, सेकेन्ड गुड लक, थर्ड गुड लक, फोर्थ गुड लक भन्दै क्या हामीले ज्यानमा चाहिँ होइन। र गुड लक चाहिँ ड्याममै देखेँ मैले होइन। र म चाहिँ अब हिँडेको यता वकको लागि होइन। र वकहरू गरिसकेर आएर चाहिँ त्यहाँबाट चाहिँ म गर्नेछु एक्सर्साइज हो। एक्सर्साइज गरेर त्यहाँ आएर फेरि रुमतिर जान्छु होइन। यहाँ फेरि ड्युटी जान्छु र हेर्नु सक्नुहुन्छ साथीभाइहरू, यहाँनिर भर्खर सनराइज हुँदैछ होइन। आज चाहिँ वक गरिसकेर फर्स्टमा मैले गरेँ स्ट्रेचिङ गरिसकेर चाहिँ त्यहाँबाट मैले गरेँ वार्मअपमा चाहिँ मैले गरेँ जम्पिङ ज्याकको चाहिँ मैले 15 गरेर 3 सेट गरेँ। र जम्पिङ ज्याक गरिसकेर चाहिँ फेरि मैले गरेँ डिक्लाइन पुसअपमा चाहिँ मैले 3 सेट गरेँ 10 गरेर। र डिक्लाइन पुसअप गरिसकेर चाहिँ त्यहाँबाट फेरि मैले गरेँ फ्री स्टाइल पुसअप। र फ्री स्टाइल पुसअप भन्नुमा चाहिँ यसलाई चाहिँ एउटा देसी पुसअप भनिदिउँ होइन। र यो पुसअप गर्दाखेरि चाहिँ हाम्रो फुल बडी वर्कआउट हुन्छ हो, ब्याक पनि, ट्राइसेप पनि, लेग पनि हो। र बडीको हरेक पार्ट चाहिँ यो हुन्छ भनिदिउँ न। हेर्नु सक्नुहुन्छ भिडियोमा मैले कसरी गर्दैछु र तपाईँहरू पनि गर्नु सक्नुहुन्छ हो। र तपाईँहरूलाई अगर यसको भिडियो चाहियो कसरी गर्नु भनेर भन्नुहुन्छ भने म एउटा भिडियो पनि बनाइदिन्छु हो। तपाईँहरू त्यसलाई हेरी गर्नु सक्नुहुन्छ इजी स्टेप्समा हो। र त्यहाँबाट चाहिँ मैले फ्री स्टाइल पुसअप गरिसकेर चाहिँ फेरि मैले गरेँ डायमन्ड पुसअप। र डायमन्ड पुसअप पनि मैले 10 गरेर 3 सेट गरेँ हो। डायमन्ड पुसअप गरेर चाहिँ म रुमपट्टि लागेँ। एकदम चर्कोभन्दा चर्को घाम पनि लाग्नु थाल्यो हो। र रुममा गएर चाहिँ मैले आज मेरो बडी कन्डिसन चेक गरेँ। र तपाईँहरूलाई मेरो यो 60 डेज डिसिप्लिन च्यालेन्ज कस्तो लाग्दैछ कमेन्ट गरेर भन्नुहोस् होला। राम्रो लागेमा आफ्नो साथीभाइहरूसँग सेयर गरिदिनुहोस् होला। एउटा लाइक गर्नु नभुल्नुहोस् होला। फलो गर्नुभएको छैन भने फलो गर्नुहोस् होला हो। र युट्युबबाट हेर्नुहुँदैछ भने सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् होला। र त्यति भन्दै आजको लागि यति नै। र तपाईँहरूले यति गरेको कुरोहरूले चाहिँ मलाई धेरै नै मोटिभेसन दिन्छ हो। र त्यति भन्दै आजको लागि यति नै। तपाईँहरूसँग फेरि भेटौँला नेक्स्ट भिडियोमा।